यदि तपाईँ मानुङकोट जाने योजना बनाउँदै हुनुहुन्छ भने यो भिडियो तपाईहरूका लागि निकै उपयोगी हुन सक्छ। नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिका 5 मा अवस्थित यो क्षेत्र समुद्री सतहबाट करिब 1000 मिटरको उचाइमा अवस्थित छ। मानुङकोट प्राकृतिक सौन्दर्य, इतिहास र संस्कृतिले भरिएको एक आकर्षक पर्यटकीय गन्तव्य हो। यहाँबाट दमौली बजार, मादी र सेती नदीको संगम तथा वरिपरिका हरियाली पहाडहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। इतिहासका अनुसार 24औं राज्यकालमा मानुङकोट सामरिक किल्लाका रूपमा प्रयोग हुने गर्थ्यो। यो मगर समुदायको ऐतिहासिक थातथलो पनि हो, जहाँ आज पनि कौरा, घाटु नाच र मौलिक मगर संस्कृतिको आफ्नै पहिचान जीवित छ। तर मानुङकोटलाई सबैभन्दा लोकप्रिय बनाएको यसको बादलमाथिको गाउँ भन्ने परिचयले हो। विशेष गरी हिउँदका बिहान दमौली बजार बाक्लो कुहिरोले ढाकिँदा तल बादलको विशाल समुद्र फैलिएको जस्तो दृश्य देखिन्छ। त्यसमाथिबाट उदाउँदै गरेको सूर्य हेर्ने अनुभव साँच्चै शब्दमा बयान गर्न गाह्रो हुन्छ। यति मात्र होइन, मौसम खुलेको दिन यहाँबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, लमजुम हिमालका मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ। त्यसैले क्याम्पिङ, हाइकिङ, सूर्योदय अवलोकन र स्थानीय संस्कृति अनुभव गर्न चाहनेहरूका लागि मानुङकोट उत्कृष्ट गन्तव्य बनेको छ। अब कुरा गरौँ यहाँ कसरी पुग्ने। नेपालको सम्पूर्ण भूभागहरूबाट जाने हो भने सबैभन्दा पहिले दमौली बजार पुग्नुपर्छ। यदि तपाईँ काठमाडौँबाट जाँदै हुनुहुन्छ भने काठमाडौँबाट सडक मार्ग र हवाई दुवै मार्गबाट जान सकिन्छ। सडक मार्ग काठमाडौँबाट पोखरातर्फ चल्ने बस, माइक्रो वा निजी सवारी मार्फत पृथ्वी राजमार्ग हुँदै करिब 5 देखि 6 घण्टामा दमौली पुग्न सकिन्छ। दमौलीको चापाघाटबाट मानुङकोट करिब 6 किलोमिटर टाढा छ। त्यहाँबाट जीप, बाइक वा स्थानीय सवारी मार्फत करिब 30 मिनटमै पुग्न सकिन्छ। पैदल यात्रा मन पराउनेहरूका लागि करिब 2 घण्टाको रमाइलो हाइकिङ मार्ग पनि उपलब्ध छ। हवाई मार्ग गर्ने सोचमा हुनुहुन्छ भने काठमाडौँबाट पोखरासम्म करिब 25 मिनटको उडान लिएर त्यहाँबाट करिब 2 घण्टाको सडक यात्रा गर्दै दमौली हुँदै मानुङकोट पुग्न सकिन्छ। ध्यान दिनुपर्ने कुराहरू: न्यानो कपडा, पिउने पानी, केही स्न्याक्स, क्यामेरा वा मोबाइल, पावर ब्याङ्क र आरामदायी जुत्ता अनिवार्य रूपमा साथमा राख्नुहोला। यदि क्याम्पिङ गर्ने योजना छ भने टेन्ट, स्लिपिङ ब्याग र अन्य आवश्यक सामग्री पनि लैजान नबिर्सनुहोस्। महत्त्वपूर्ण सुझावहरू: दमौलीदेखि मानुङकोट जाने अन्तिम सडक केही कच्ची र घुमाउरो भएकाले सावधानीपूर्वक सवारी चलाउनुहोला। बादलको समुद्र र आकर्षक सूर्योदय हेर्न चाहनुहुन्छ भने बिहान 6 बज्नु अघि नै भ्यू पोइन्टमा पुग्ने प्रयास गर्नुहोस्। सप्ताहन्त र सार्वजनिक बिदाका दिन धेरै भिड हुने भएकाले बस्ने योजना भए होमस्टे वा रिसोर्ट पहिले नै बुक गर्नु राम्रो हुन्छ। मानुङकोटको सुन्दर प्राकृतिक वातावरण हाम्रो साझा सम्पत्ति हो। त्यसैले फोहोर जथाभावी नफालौं र प्रकृतिको संरक्षण गर्नुहोला।